सो हेलो गुड मर्निङ टासीदिले सबैजनालाई। आज डे 30 मा तपाईहरुलाई स्वागत छ है। आज तारिख छ तपाईहरुको 25 जुन 2025 र आज हाम्रो शाखा दवाको अन्तिम दिन। हेर्दै शाखा दवाको यो महिना पनि बितिसक्यो र हजुरहरुले सबैले राम्रै गर्नुभयो होला व्रत हजुरहरु। र आज गुम्बामा पूजा हुनेवाला छ, तपाईहरुले बनि बस्नुस्, हजुरहरुलाई है राम्रो लाग्ने हो। हजुरहरुले देख्नु हुँदैछ प्रसाद लग्दैछ छौ। सो यहाँदेखि छ हेर्न सक्नुहुन्छ होला। आज गुम्बामा पूजा छ र आइदिनु भएको छ भने राम्रो हुन्थ्यो सबैजना। सो यहाँ अब चोकको काम पनि भइरहेको छ, तपाईहरु आएर अलिकति सकाइदिनुहुन्छ होला भनेर छ विश्वास है। हाम्रो ह्याप्पी मामा निशान भाइ पनि छ साथीमा जोगेगा नै। अब गुम्बा जानु आँटेको, फेरि यहाँ हाम्रो मम्मीले आँप खोलिरहेको रहेछ। आम्बो आफै चाहिँ खोया, मलाई चाहिँ चोया हो आगो यहाँ फुकेछ। म्यागी पुडी नानाहरू काममा छ। हैदराबाद रिटर्न हो कि कहाँ बेङ्गलोर रिटर्न हेर यहाँ छ नि सब्जी बनिँदैछ है। ओइ तिमीहरूलाई खोइ चाल्नी ल्याउनु भनेको, ए ल्याइदियो, खोइ ल्याइदियो। ए हाम्रो यहाँ काम भइरहेछ पुरीको है तेल र अब हामी सुमी बेल्न जानु लागेको छ। बोल्ने होइन पाल्दाखेरि हाम्रो रविदाको पनि बर्थडे रहेछ आज। अब यहाँ अलिकति कमी भएर हामीले आफै देखाउँदैछु। ए सरी बेल्दैछु, देखाइदिएन मैले यहाँ रोटी दादाहरूले बेलेको सेलेक्सन नै यहाँ। अन्त बोल्नु हुन्छ भयो सब ठिक। हाम्रो व्रत बस्नेहरूको थियो अब र आज सेलिब्रेसन भयो हाम्रो रविदाको बर्थडेको। सबै हात्ती लगाइदिनुहोस् न लु त। बिजी रहेछ है। आयो हुन्छ न कस्तो बनेको रहेछ हामीले बनाएको। मिठो छ है, कस्तो लाग्यो? मिठो छ भैया? ठीक है हम लोग बनाए हैं, ठीक है चलिए। तो गाइस अन्तिम क्षणमा हामी शाखा दवाको कार्यक्रममा हाम्रो सोल्टीको 25 डेज यो बहिनीलाई चिन्नुहोस्। यहाँ सोल्टी साहबको काम भइरहेछ है। हाम्रो केटाहरू छ, खट्ने मान्छेहरू थुप्रै छ। तपाईँहरू पनि यसरी आइदिनुहोस् है, गरिदिनुहोस्। धन्यवाद छ सबैलाई आइदिएर गरिदिनेकोमा।
र आज हाम्रो शाखा दावाको अन्तिम दिन हजुरहरूले राम्ररी व्रत आफ्नो निभाउनु भयो होला र भर्खरै मैले आफ्नो व्रत तोडेँ किनभने ठिउ भइसकेको छ हाम्रो र कतिजनाले चाहिँ अब शुक्रबारसम्म हो भनेर उनीहरूले राख्दैछ तर मेरो चाहिँ आज नै हो अन्तिम दिन किनभने मैले आफ्नो ठिउ थापिसकेँ मैले आफ्नो अन्त गरेँ भनेर र तपाईँहरू आफ्नो व्रत लिएर राम्ररी गर्नुभयो त्यसको लागि बधाई छ र आउँदो वर्ष पनि हामी गर्ने हो किनभने हाम्रो जेनेरेसनमा बहुत कम्तीले गर्दैछ अहिले अब गर्नुपर्ने हो अरूलाई पनि सिकाउने हो हजुरै टासीदीले प्यापुलो आज डे 30 दोर्जे तामाङ साइन आउट